हेलो साथीहरु, गुड मर्निङ, नमस्ते, वेलकम छ अनि मेरो युट्युब च्यानलमा साथीहरु। अनि सो गाइस सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि म चाहिँ भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ घर रुमदेखि नै साथीहरु, त्यही हो। अनि म चाहिँ यहाँ खाना पकाउँदै बसिरहेको छु साथीहरु। यहाँ मेरो घाउ निस्केर बिजोक भइरहेछ अनि यहाँ भित्र पनि मेरो घाउ निस्किन्छ अनि यहाँ बाहिर पनि निस्किरहेको छ। भित्र चाहिँ मेरो घाउ पानी फोका निस्किँदै आफै फुटेको छ साथीहरु। के होला यस्तो यो भन्न चाहन्छु के म चाहिँ, मलाई चाहिँ केही थाहा छैन क्या यसको बारेमा साथीहरु। त्यही हो ल साथीहरु, हेर्दै जानु होला। अब म चाहिँ खानातर्फ लाग्छु। मैले किन लिएको मही, अब म चाहिँ मही खान चाहन्छु। मासु, म चाहिँ राँगाको मासु पकाउँदैछु। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ राँगाको मासु? मलाई चाहिँ धेरै राम्रो लाग्छ। छाला मासुले के साथीहरु जुजु पाक्दैछ। एकछिनमा खाएपछि चाहिँ दामी हुन्छ होला। के भयो हेर त जुझेको दुईजना। हाम्रो चाहिँ कोठाको हालत त्यस्तो छ। अब म सफा गर्न आँटेको अनि हेलो लो लो दुईजना दुजेको हेर त। ओ ओ ओ छोरा, त्यो भित्र के छ र त्यति साह्रो है? ल साथीहरु, यहाँ चाहिँ मिलाउँदै। ओ छोरे के भयो? ल मन मेरो चानुलाई। ल साथीहरु, हामी चाहिँ खाना खाएर जाँदैछौँ बाहिर। ऊ चाहिँ अघि भर्खरै आएको हामीलाई सुकुटी ल्याइदिएर। अनि म पनि जाँदैछु दिदीको घर। म चाहिँ पेम्पर्स ल्याउनु जाँदैछु नानीहरूलाई साथीहरु। यता देख्न सक्नुहुन्छ फुलहरू कति राम्रो फुलेको छ। हामी चाहिँ जाँदैछौँ साथीहरु। फुल पनि छ यतातिर। यताबाट बाटो राम्रो छ त नि। म त छिट्टै आउनुपर्ने हुन्छ। नानी सुतिरहेको छ अनि सुतेको बेलामा म नभनौँ होला ऊ त्यहाँ न फुल आमामा। अस्ति तिहारमा चाहिँ 87 रुपियाँ केजी थियो हेर। अहिले चाहिँ बारी नै भरि। अब यो कसले किन्छ? कसैले किन्दैन। फापरहरू अन्त जहिले पनि यो बाटो हिँड्छौँ। लुगा पनि उल्टी गरेर बस्छ। किन पछि पछि अपेक्षा चाहिँ त्यति ल गाइजहरू। अब एकछिनमा म पुगेपछि भिडियो देखाउँछु। सो फाइनली साथीहरु, हामी चाहिँ यहाँनिर आइसकेको छौँ। आएर पनि हामीले चाहिँ एक बोतल चिसो चाहिँ खाइसकेको छौँ है त। अब चाहिँ म यहाँबाट घर जानुपर्ने हुन्छ। अब बाटोमै भेटौँ साथीहरु।